यदि तपाईहरुलाई अनलाइनबाट वाइफाई को बिल कसरी पे गर्ने भन्ने बारेमा तपाईलाई कुनै पनि आइडिया छैन भने तपाईले घरमै बसेर सजिलो तरिकाले वाइफाई को बिल कसरी पे गर्न सकिन्छ भनेर यसको टपिकमा भिडियो छ। यदि तपाईहरुको घरमा वाइफाई छ भने तपाईले घरमै बसेर वाइफाई को बिल पे गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईले यो भिडियोलाई चाहिँ स्किप नगरी हेर्नु होला। यदि भिडियो मन परेमा भिडियोलाई सब्स्क्राइब गर्नु होला र भिडियोलाई लाइक पनि गरिदिनु होला। त्यसको लागि सबैभन्दा पहिले तपाईले आफ्नो घरको वाइफाई को युजर आइडी युजर नेम के हो भनेर पत्ता लगाउनको लागि चाहिँ तपाईले वाइफाईले आफ्नो वाइफाईलाई खोल्नु होला। तपाईले यहाँ वाइफाईमा तपाईको नाम के छ युजर नेम त्यसलाई चाहिँ कपीमा लेख्नु होला या कपी गर्नु होला। गरिसकेपछि मैले मेरो युजर नेम यसरी कपी गरे। गरिसकेपछि म खल्तीबाट पे गर्छु। तपाईले कुनै पनि वालेटबाट पे गर्न सक्नुहुन्छ, मोबाइल बैंकिङबाट पनि। मैले चाहिँ खल्तीबाट पे गर्छु हैन। त्यसको लागि मैले सबैभन्दा अगाडि खल्तीलाई ओपन गरे। ओपन गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यस्तो वाला इन्टरफेस आएको छ। तपाईले इन्टरनेट वाइफाई को लागि चाहिँ यो इन्टरनेट टिभी भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। गरिसकेपछि तपाईलाई यहाँ तीनटा अप्सन आयो। तपाईले इन्टरनेटमा क्लिक गर्नु होला। गरिसकेपछि ओड लिंक भन्ने छ। यहाँ तपाईको कुनै पनि वाइफाई देख्न सक्नुहुन्छ। तपाईले कुनै पनि वाइफाईमा घरबाटै बसेर पे गर्न सक्नुहुन्छ। मेरो ओड लिंक हो, मैले यसलाई ओड लिंकमा क्लिक गरे। गरिसकेपछि तपाईको युजर नेम मैले अघि नै कपी गरेको युजर नेमलाई यसलाई यहाँ पेस्ट गरिदिए हैन। अनि गेट डिटेल्समा क्लिक गरे। गरिसकेपछि देख्न सक्नुहुन्छ मेरो वाइफाई को प्याकेज ओपन भयो। मैले चाहिँ मेरो हर महिना मैले यो स्पेशल BTL 80 Mbps को लगाउँछु। त्यसको लागि तपाईले मैले 80 मा क्लिक गरे। तपाईलाई कुन आफुलाई कति Mbps को चलाउनुहुन्छ त्यसमा क्लिक गर्नु होला। जस्तै यो 100 को 120 को यो 12 महिनाको लागि रहेछ। मैले चाहिँ 1 महिनाको 80 को वाला 1130 वालामा क्लिक गरे। अनि त्यसपछि तल आएर प्रोसिड मा क्लिक गर्नु होला। यदि तपाईको वालेटमा पैसा छ भने तपाईले खल्ती वालेटबाट पनि पे गर्न सक्नुहुन्छ। यदि छैन भने यदि तपाईको खल्तीमा कुनै पनि बैंकिङ लिंक छ भने तपाईले डाइरेक्ट यहीबाट मोबाइल बैंकिङबाट पनि पे गर्न सक्नुहुन्छ। मेरोमा म चाहिँ मेरो खल्तीमा पैसा छ, त्यही कारणले म खल्तीबाट पे गर्छु। यसरी गर्नु होला अनि ओके गर्नु होला। अनि त्यसपछि तपाईको अनलाइन वाइफाई को अनलाइन पे हुन्छ मोबाइलबाट हैन। तपाईसँग अर्को उपाय यदि तपाईसँग खल्ती वा इस्यु कुनै पनि वालेट छैन भने मोबाइल बैंकिङ को लागि चाहिँ यसरी मैले चाहिँ नोबेल बैंकलाई ओपन गरे। अनि युजर आइडी तपाईले मोबाइल बैंकिङबाट पनि पे गर्न सक्नुहुन्छ। अनि मैले यो मोबाइल बैंकिङ ओपन गरिसकेपछि यस्तो वाला इन्टरफेस आयो हैन। त्यसपछि तपाईले यहाँ तल आउनु होला। 1 मिनेट है, कहाँ गयो? यहाँ देख्न सक्नुहुन्छ इन्टरनेट भन्ने अप्सन छ तल अनलाइन पेमेन्टमा। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ पनि देख्न सक्नुहुन्छ सबै प्रकारको वाइफाईहरु कुनै पनि तपाईको घरमा नेपालमा कुनै पनि वाइफाई को पे चाहिँ सजिलैसँग गर्न सक्नुहुन्छ। मैले मेरो ओड लिंक हो, मैले ओड लिंकमा क्लिक गरे। अघि नै कपी गरेकोलाई पेस्ट गर्दै पेस्ट भएन।
मैले फेरि एमा गएँ, यसलाई कपी गरेँ, यसरी देख्न सक्नुहुन्छ। यसरी पे गर्न सक्नुहुन्छ। बुझ्नुभयो नि? यसै गरेर तपाईले घरमै बसेर वाइफाईको बिल पे गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद। यदि भिडियो मन परेमा भिडियोलाई चाहिँ लाइक गर्नुहोला र तपाईले यस्तै भिडियो हेर्नको लागि चाहिँ युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। म यही अनलाइनको बारेमा भिडियोहरू लिएर आउँछु। हस् त, धन्यवाद।